गएको वर्षयाममा हाम्रो यो तल्लो नदी खोला लगदौरी परियोजनाको बाढीले बगाएको थियो र हामीले परियोजनाको करिब 2.5 लाख जतिमा चाहिँ हामीले यो बाँध निर्माण सम्पन्न गरेका छौँ र हामीले अहिले बस्ती पालिरहेका छौँ र पनि पानी कम भइरहेको छ र असार साउनतिर चाहिँ मजाले बस्ती पालिन्छ तर अहिले चाहिँ पानी कम भइरहेको छ। यो चाहिँ हामीले अहिले निर्माण गरेको बाँध हो, ठुलो हो र पनि हामीले अझै त्यसमा चाहिँ ठुलो ड्याम यो खोलामा ड्याम बाँध्नुपर्ने जरुरी छ। यसको लागि सम्बन्धित निकायको ध्यान जाओस्। हामी ग्रामीण इलाकामा बस्ने अति दुःख पाएर बसेका छौँ। बिजुली समयमा बाल्न पाउँदैनौँ, पानी खाने पानी हुँदैन, बिजुली हुँदैन दैनिक र हामीले यसलाई निर्माण गरेका छौँ र हामीले फेरि स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकारलाई हामीले चाहिँ यसको जानकारी बाढीले बगाएको हामीले जानकारी गराएका छौँ। मलाई लाग्छ यो चाहिँ सम्बोधन हुन्छ होला। That's